मार भन्ने अधिकार प्रहरीलाई कसले दिएको छ र? त्यो छैन। तर मैले भने नि त्यो जस्तै तपाईँलाई एउटा कुरा भनौँ, त्यसको भोलिपल्ट तपाईँ खालि यही कुरामा केन्द्रित हुनुभयो होइन। अब तपाईँले के हो म थाहा बुझाएको छैन, तपाईँ त्यही कुरा अन्य तपाईँले भोलिपल्ट प्रहरीलाई घिसारी बाटोमा तानी लाठीले हानी घोची मारे। मान्छेको मानवीय स्वभाव त त्यो रहेछ नि त होइन। त्यो चाहिँ ठिक हो भन्ने जस्टिफाई हुन्छ? तपाईँले देख्नु भएको छ नि जसरी अघि प्रहरीलाई गोली लाग्यो, के अरे युथहरूलाई गोली लाग्यो। मैले भने युथहरूलाई गोली लाग्यो दुःख लागेको छ मलाई। हामीलाई युथहरूलाई, युवाहरूलाई अर्थात् प्रदर्शनकारीलाई गोली नै हालेर मार्नुपर्छ भन्ने कुनै पनि हाम्रो के अरे स्ट्राटेजी नै होइन, छलफल पनि होइन, नीति पनि होइन। तर भाइटल इन्स्टलेसन सेक्युरिटीमा आगजनी हुन्छ भने त्यहाँ बस्ने ड्युटीले के गर्ने त? ल तपाईँ भन्नुहोस् त। यो आन्दोलन यो अन्तिम होइन, फेरि पनि हुन्छ यस्तो आन्दोलन, हुनसक्छ होइन, भविष्यमा कुनै दिन हुनसक्छ। त्यतिखेर आयो भने सबै जलाउन दिने जस्तो हाम्रा अब अहिले पनि त छन् त्यो स्थिति। अब आन्दोलनहरू विभिन्न कार्यक्रमहरू घोषणा भइरहेछन्, आइरहेछन्, पहिला नि भएका छन्, अब भविष्यमा पनि हुन सक्छन् यस्ता आन्दोलन। त्यतिखेर प्रहरी के गर्ने त? सबै जलाउन दिने, सबै के तोडफोड गर्छन्, आगजनी गर्छन्, सबै छोड्ने? यदि त्यसरी छोड्ने अन्त प्रहरीले राख्दै नराखेको, प्रहरीलाई हतियारै नदिए भयो नि त। प्रहरीले आवश्यक पर्दाखेरि होइन, प्रहरीलाई विशेष परिस्थितिहरूमा कानुनले पनि हतियार प्रयोग गर्ने अधिकार दिएको छ र विशेष परिस्थिति पर्दाखेरि यसले हतियारको प्रयोग गर्नुपर्छ भनेर नै प्रहरीलाई हतियार दिएको होला नि राज्यले। नत्र व्यक्तिगत रूपमा मेरो के इच्छा छ? आइज साहब, म 24 गतेमा जान चाहन्छु। 20 गतेको हामीले के कुराहरू गऱ्यौँ। 24 गते तपाईँले नै भन्नुभयो प्रहरीको काठमाडौँमा त सबैजसो भवनहरू जलाइएको थियो, प्रहरीले आफ्नो कार्यालय पनि सुरक्षा गर्न सकेन। प्रहरीका यी वर्दीहरू पनि प्रदर्शनकारीहरूले अथवा आपराधिक मनोवृत्ति भएकाहरू भन्छु म त अझै, उनीहरूले लगाएर हिँडेका थिए। अहिले हामी टिकटकमा देखिरहेका छौँ हतियार उठाउँदै बाइकको पछाडि प्रहरीको कपडा च्यातेर होइन, त्यो विध्वंस गरेर उनीहरू हिँडिरहेका थिए। प्रहरीले आत्मसमर्पण गरेर हिँड्नु परेको अवस्था थियो। तपाईँले त्यो हेडक्वार्टरबाट देख्नु भएको थियो होला जल्दी कस्तो लागेको थियो त्यो क्षण, त्यो दृश्यहरू? अब वास्तवमा मैले अघि भनिहालेँ नि, प्रहरीका कैयौँ भवन जले, प्रहरीलाई घिसारी घोची मारिया छ, काटी मारिया छ, देखिया छ। तपाईँले देख्नु भएको छ जिउँदो घिसारी लाठीले हानेर मारिया छ। त्यो यस्तो अवस्थामा म केही भएको छैन, मलाई एकदम खासै केही होइन भनेर भन्यो भने मैले यो हाम्रो प्रहरी फोर्सको प्रति अन्याय गरेको ठर्छ। दुःखद छ, तर प्रहरीले किन त्यो संरक्षण गर्न सकेन भन्ने इस्यु पनि छन्। हो, त्यसमा दुईटा, एउटा कुरो प्रहरी कार्यालय आफ्नो कार्यालय सुरक्षाको लागि मात्रै अर्थात् आफ्नो व्यक्तिगत सुरक्षाको लागि मात्रै बस्ने निकाय होइन भन्ने विश्वास छ हामीलाई। प्रहरी कार्यालयले बिहानैदेखि त्यो दिन कुन मन्त्रीको घर जलाउन थाल्यो, कुन चाहिँ के अरे पार्टी कार्यालय जलायो, कुन भने यहाँ पार्टी कार्यालय जलाएर त्यहाँ जाऊ त भन्ने बित्तिकै खुर्र एउटा टोली पुग्छ, अर्को यता क्षति गऱ्यो नि उता गयो। प्रहरी वास्तवमा भन्यो भने प्रहरी कार्यालयहरूमा त त्यो अलिक केही रोगी अशक्त बिरामीहरू मात्रै लत्तीमा बाहिर जान नसक्ने टोली मात्रै थियो। त्यो अब हामीले के गर्यौँ भने हामी त जनताको लागि लडिरहेका छौँ, जनताको लागि काम गरिरहेका छौँ, राज्यको लागि काम गरिरहेका छौँ भनेदेखि त्यो मास आएर हाम्रै पुलिस कार्यालय जलाउँछ भन्ने हाम्रो आकलन पनि अलिक कम भयो होला। र अर्को कुरो चाहिँ के हुन्थ्यो त्यो जो कार्यालयमा बसेका थियो, कार्यालयमा बस्नेले चाहिँ के हुन्थ्यो भनेदेखि तिनीहरूले नै हतियार प्रयोग गर्न सक्थ्यो, गोली चलाउन सक्थ्यो नि। तर समग्र आकलन हेर्दाखेरि सबैतिर जनता उर्लिरहेको अवस्था छ, विद्रोह छ भनेदेखि त्यो होइन। त्यस पछाडि चाहिँ त्यो के भने त्यो के अरे गाडी जोगाउन होइन, लत्ता कपडा जोगाउन, घर जोगाउन, खाद्यान्न जोगाउनको लागि त्यो मान्छे नमारौँ भन्ने नै हो हाम्रो क्लियरै कुरा हो। त्यसमा जसरी लिए पनि हुन्छ होइन। त्यहाँ सीमित प्रहरी कर्मचारी थिए, उनीहरूले त्यो जोगाउनलाई यतिकै रोक्न सक्ने अवस्था थिएन। जीव धनको क्षति हुन सक्थ्यो, ठुलो क्षति हुन्थ्यो। मैले भनिहालेँ नि, त्यहाँ त्यो कार्यालय कुनै पनि कार्यालयका सबै प्रहरी कर्मचारी ती कार्यालयमै भएको भएदेखि सहज रोकिन्थ्यो। तर त्यो प्रहरी कार्यालयका प्रहरी कर्मचारी कहाँ पुगेका थिए भन्ने कुराको त लेखाजोखै छैन हाम्रो त। त्यो दिन त कोही कुन पार्टी कार्यालय, कुन अफिस, सबैतिर तोडफोड भएपछि प्रहरीहरूले, सीमित प्रहरीले फेरि त्यो हतियार प्रयोग गर्यो भने त ठुलो मान्छे क्षति हुन्छ। हतियारको प्रयोग नगरी नियन्त्रण गर्न सकिने अवस्था थिएन। प्रहरी मुख्यालयमा सम्भवतः यस्तो